यहाँ हेर्नुहोस् है साथी, यो पालि चाहिँ हामीले सानो 4 इन्चीको पटमा चाहिँ प्रिमुला रोपेका थियौँ। यो पटमा पनि प्रिमुलाहरू चाहिँ एकदमै दामी फुलिरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ, माथिबाट हेर्दा त पटै देख्दैन कतै पनि। मसिनो पट भए तापनि एकदमै हेल्दी बोट छ। फुलको डन्टीको साइज हेर्नुहोस्, साइडबाट अझै धेरै डन्टीहरू निस्किरहेको छ, जसमा चाहिँ आउने दिनहरूमा फुलहरू फुल्छ। र साथसाथै फुल फुलेको हेर्नुहोस्, एउटै फुलमा कोपिला तपाईहरुले देख्न सक्नुहुन्छ। धेरैभन्दा धेरै कोपिला लागेको छ र प्रिमुलाको चाहिँ धेरै भेराइटीहरू हुन्छ र यो भेराइटी चाहिँ अलिकति लाइट येल्लो छ र यसमा चाहिँ एकदमै राम्रो सेप पनि एकदमै राम्रो हुन्छ। डल्लो भएर फुल्छ, डल्लै फुल्दाखेरि फुलहरू फक्रिँदाखेरि चाहिँ एकदमै सुन्दर देख्छ, डल्लो हुन्छ एकदमै। त्यस्तै प्रकारले यो सबै प्रिमुला जति पनि फुलिरहेको छ, यसलाई चाहिँ हामीले 4 इन्चीको पटमा लगाइदिएको छौँ र माटो मिश्रण तयार गर्दाखेरि चाहिँ हामीले राम्रो माटो मिश्रण तयार गरेको थियौँ, जसमा चाहिँ कम्पोस्टको मात्रा चाहिँ 40 देखिको 50% सम्म राखेका थियौँ। फर्टिलाइजरहरू पनि त्यस्तो बिना दिनु परेन। यसको टाइम आएपछि चाहिँ यसमा ढकमक्क फुलहरू फुलिरहेको छ र फेदबाट अझै धेरै कोपिलाहरू निस्किरहेको छ। यसलाई चाहिँ हामीले सेडमा राखेको छैनौँ, बाहिरै छ। तर घाम चाहिँ यहाँ बिहान पाखा अलिअलि आउँछ र बेलुकी पाखा आउँछ। दिनभरिको घाम चाहिँ यसलाई पर्दैन र सिधै घाम पर्ने जग्गामा चाहिँ यसलाई राख्नु हुँदैन। र प्रिमुलालाई चाहिँ सजिलोसँगले मसिनो पटतिर पनि फुलाउनु सकिन्छ। मसिनो पटमा पनि यति सुन्दर देखिन्छ यो, र यसले ठाउँ पनि कम्ती ओगट्छ यसो गर्दाखेरि चाहिँ। र तपाईहरुको इन्डोर पनि राम्रो उज्यालो छिर्छ भने चाहिँ प्रिमुलालाई चाहिँ इन्डोर पनि राख्न सकिन्छ। कोही फेदबाटै फुल्दै आउँछ, कसैको चाहिँ डन्टी निस्किन्छ, फेरि डन्टीमा फुल फुल्छ। किसिम किसिमको हुन्छ प्रिमुला पनि। अब देख्दा चाहिँ एउटै किसिमको देख्छ, तर फुल फुलेको तपाईहरुले प्याटर्न चाहिँ हेर्यो भने चाहिँ एकदमै चाखलाग्दो हुन्छ।